नमस्कार आदरणीय दर्शक महानुभावहरू, म भरत रिमाल। यति बेला म बलचौर क्षेत्रमा छु। बलचौरको यो नहर क्षेत्र हो भने यहाँबाट करिब 5 मिटर अगाडि गयो भने राजमार्ग छ। यो राजमार्गको छेउमा छाडा पशु चौपायाहरू यसरी चाहिँ छाडा छोडिएका छन्। यी छाडा पशु चौपायाले चाहिँ सडक दुर्घटना हुने गरेको छ। यी छाडा पशु चौपायाले गर्दा किसानका बाली नालीहरू पनि खाने गरेका छन्। किसानहरूलाई हैरान छ भने यतातिर सडक दुर्घटना पनि यी छाडा पशु चौपायाको कारणले गर्दा दुर्घटना बढेको छ। स्थानीय सरकार आन्तरिक खिचातानीको कारणले गर्दा विवादतिर जानुभन्दा यी छाडा पशु चौपायालाई व्यवस्थापन गरेर सडक दुर्घटनालाई न्यूनीकरण गर्ने र किसानका अन्नबालीको व्यवस्थापन गर्नतर्फ यी पशु चौपायाहरूको व्यवस्थापन गर्न स्थानीय सरकार गम्भीर भएर लाग्न जरुरी छ। यी छाडा पशु चौपाया व्यवस्थापनका लागि 3 जना कर्मचारी राखिएको छ। आज यी छाडा पशु चौपायाहरू चाहिँ बलचौरको यो नहर क्षेत्रमा छन्। यहाँबाट 5 मिटर करिब 5 मिटर मात्रै अगाडि जाने हो भने चाहिँ राजमार्ग छ। त्यो राजमार्गमा दुर्घटनाको प्रमुख कारण भनेको यी छाडा पशु चौपाया हो। यी छाडा पशु चौपायाले किसानका बाली नाली समेत खाने गरेका छन्। किसानलाई दिनौँ यिनीहरूले चाहिँ दुःख दिने गरेका छन्। यसको नियन्त्रण गर्न, यसको जोखिम दुर्घटनाको जोखिम न्यूनीकरण गर्न स्थानीय सरकारले जिम्मेवारी लिनुपर्छ कि पर्दैन? स्थानीय सरकारले सोच्न जरुरी छ।